हेलो गाइज, गुड मर्निङ, वेलकम टु माई न्यू ब्लग। आज म मेरो कलेज रेभनबर्ग युनिभर्सिटीमा जाँदैछु। यताबाट लगभग 40 मिनटको डिस्टेन्समा छ। हाम्रो गाडीमा बसमा गयो भने अहिले भर्खर कोठाबाट जाँदैछु। अब त्यहाँ पुग्न कति टाइम लाग्छ अब त्यो हेर्छौँ। अनि एक त यस्तो छ नि, ठाउँ छ नि, केही थाहै छैन कहाँबाट आउँछ केबाट जान्छ। लन्डनमा मान्छे आएर पुरै हराउँछ जस्तो लागिरहेछ। सुरुमा हो कि यस्तो भएको। अनि सफा छ, अब हराउन पनि सक्छु, एक्लै छु, साथी पनि छैन कोही नि। अहिले साथीहरू सबै गइसके, म मात्र छु। अब कसरी जान्छु, के गर्छु केही थाहा छैन। ब्लाइन्डली चलेको छु। कि त बाजे मर्छ कि त के भन्छन्, कि त सकिन्छ। गोरीहरूले बनाएकै हो कि बनाउन त। हेर्दा पनि सफा छ, चिटिक्कै छ। अरू त आज यस्तो कस्तो भने म ट्रेनमा जाने भन्ने प्लान थियो, तर कस्तो भइदियो भनेदेखि अब सुरुको मान्छे हो नि त, अब कोही छैन। हिजो एउटा साथीले त लिन आएको थियो, तर लाइक हुन्छ नि अब के गर्ने कसो गर्ने यति अल्झियो कि हिजो। फेरि कस्तो रहेछ भनेदेखि त्यो कार्ड स्विप गर्न बिर्स्यो भने तपाईँको 100देखि 150 पाउन्डसम्म ड्याममै आउने रहेछ। अब 100 पाउन्ड 150 पाउन्ड भनेपछि त मारे नि मायाले मारे भन्ने हो होइन। त्यही भएर बसमा जाने भन्ने हो। बसमा केही नभए पनि हातोमातो गरेर आउँछ, अलिकति टिक्क बिस्तारै गइन्छ। अब हेरौँ, स्टेसन पुग्यो बल्ल। अब बसको वेटिङमा बसिरहेको छु। बस चाहिँ 115 115 रहेछ बसको नम्बर चाहिँ। अब त्यो बसलाई कुरिरहेको छु, आउन अझै 2-3 मिनट लाग्छ। अनि त्यतिसम्म चाहिँ केही बस स्टेसनमा कुरिरहेको छु। अनि यहाँदेखि यता हुँदै जान्छ कि खै कता हुँदै जान्छ, जान त जान्छ तर कता जान्छ भन्ने हो। अब पुग्यो भने ठिकै हो, हेरेर कता पुग्छ। अब युनिभर्सिटी पुग्यो। युनिभर्सिटी चाहिँ यो चाहिँ युनिभर्सिटी। अब इन्ट्री हुने हो चाहिँ कता देखियो कि होइन। मैले अघि 10-15 मिनट जति मैले बसको वेट गरेँ होइन। अनि बसको वेट गरिरहेको छु, आएको छैन, आउँछ जान्छ, आएको त आउन त आयो, आउँछ जान्छ कुनो केही अत्तो छैन। अनि ट्याक्कै हिजो अलिअलि ट्रेनको आइडिया थियो, ट्रेन समातेँ, ट्रेनमा हिँडेँ, अनि ठ्याक्क आइपुगेँ। अब फेरि इन्ट्री गेट थाहा छैन, अब कहाँ छ के छ केही थाहा छैन। अब इन्ट्री गेट जे भन्यो नि होस् भन्ने स्थिति भइसक्यो यहाँ। मैले कलेजमा इनरोलमेन्ट गरिसकेँ होइन। अब अनलाइन इनरोलमेन्ट थियो, अब अनलाइन भएन, अब फिजिकल्ली नै इनरोल भयो। अब भोलिदेखि क्लास छ मेरो। भोलि 9:30देखि एउटा भोलि छ, एउटा पर्सि छ। 2 दिन लगातार छ। बिहानको सिफ्ट छ। अनि त्यस्तो छैन, लगातार चाहिँ छ। त्यही भएर इजी भएको छ जस्तो मलाई फिल भइरहेछ। अब हेरौँ भोलि कस्तो हुन्छ। एन्ड अब के भन्ने, त्यति भनौँ। अब लन्डनका चराहरू यस्ता हुन्छन्, देखेको छौ कहिले तिमीहरूले? लन्डनको चरै छैन यार। लन्डनको चराहरू यहाँ बेग्लै छन्। लन्डनको यहाँ हेर्नु, यहाँ लन्डनको जहाँ आएको मान्छेलाई हेर्नु, अनुहारमा मात्र हाँसो हो 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 हो। के भनौँ, नभनौँ केही नभनौँ केही नभनौँ। हेर्दा ठिकै लाग्छ सालाको, के भन्ने। अब 2-4 दिनपछि यो थिम्सको थिमै हुन्छ जस्तो लाग्यो। केही छैन, लेदो बाहेक के हेर्ने हो र यार। अब यहाँ हेर्ने जस्तो के छ र, केही छैन। एउटा पन्जाबी भैया रहेछ होइन, पन्जाबी हो कि के भैया, त पन्जाबी भयो जस्तो यस्तो पक्री छक्री बाँध्नु भएको उहाँ हुनुहुँदो रहेछ। अनि मैले भने ओइ भैया मैं इधर जा सकता हूँ भने, कहाँ जा सकता हूँ, यहाँ हेर्नु, यहाँ जान सक्छु भनेर देखायो होइन। उताबाट झन् राम्रो देखिन्छ, यहाँ जान सक्छु भने सरी भन्यो। अनि फेरि के भन्ने लाग्यो नि त। अब फेरि अब इङ्ग्लिस बोल्नुपर्छ कि जस्तो होइन, के इन्टरनेसनल इङ्ग्लिस हानिदिएको भन्यो। अनि के भन्छ के भन्ने होला। अब मै खराब भएको कि मेरो इङ्ग्लिस खराब भएको कि लास्ट टाइम बुझ्नै नसकिने भयो यार। एस नो या गो ओके इङ्ग्लिस आउँछ नि, किन नआउने हो र। या भेरी गुड, ओके, थ्याङ्क यू, गुड आउँछ त नि यार। तेरिका इन्टरनेसनल भाइ, ब्रिटिस अबको ब्रिटिस। पहिले जसरी ब्रिटिसहरूले के भन्छन्, इन्डिया अनि के जो पुरै लाइक वर्ल्डमा नै राज्य गरेको थियो नि एकचोटि। अब त्यसपछिको म हो क्या अब यो राज्य गर्ने भने। तर कहाँ राज्य गर्छु त्यो चाहिँ थाहा छैन। गर्न त गर्ने एक ठाउँमा त।
गार्डन जस्तो एरिया छ, लास्टै राम्रो छ यार। यस्तो यो यहाँ देख्यौ 1 2 3 अनि यो के फल हो यो? किमीको जस्तो छ है, हेर्दाखेरि किमीको जस्तो रहेछ तर खै के को रुख हो यार, खाम जस्तो लाग्ने हो कि नै। ल अहिले हाम्रो कलेजको छुट्टी भएर हामी यो ओटो एरियामा घुम्न आएको छौँ होइन। यो मेरो साथी हो, हाँसे गरेर खै कति बेला नि सिरियस हुँदैन यार। यहाँ लन्डनमा आइसकेपछि थोरै सिरियस हुने गर्नु के हो तपाईँको पारा भन्नु त। अहिले ओटो मलमा आएको छौँ हामी केटाहरू, यहाँको के भन्छ नयाँ ब्रान्डहरू हेर्ने। हामीले त हेरेरै चित्त बुझाउँछ। जिन्दगीमा सबै कुराहरू किन्नु पर्दैन, जिन्दगीमा सबै कुराहरू कम्प्लिट हुँदैन कि, केही कुराहरू हेरेर किन्नै पर्छ भन्ने छैन। केही कुराहरू के गर्नुपर्छ भन्नु त, केही कुराहरू के गर्नुपर्छ हेरेर भयो चित्त बुझाउनु पर्छ। तिमी कति छोटो यार, तिमी त लास्ट छोटो कति छ 2 फुट कति 1.5 4 11 11 होला। 4 11 यहाँ हेर्नु नि, यहाँ माथि यताको बनाउने क्या। 10 मिनटसम्म चाहिँ हामी यहाँ घुम्छौँ। ब्लग कति हुन्छ त्यो त थाहा छैन। हिजो अस्ति पर्सिको कति छ ब्लगहरू, के भन्छ मैले बनाएको भिडियोहरू सबै कलेक्ट गर्छु अनि राख्ने हो। त्यतिसम्म हेरेर चित्त बुझाउने चाहिँ जति छ साथ पनि दिने। कस्तो भइरहेछ तपाईँलाई यो आउँदाखेरि? एकदम कस्तो एकदम भन्नाले कस्तो एकदम एकदम रमाइलो नयाँ ठाउँ घुम्न तपाईँको स्माइल चाहिँ हो यार, लास्ट सारा दुनियाँ फिदा हुन्छ नि। यहाँ फेरि हाँस्नु त, रमाइलो यहाँ हाँस्नु न। ल एकछिन हाँस्नु न, कस मलाई हेर्नु न, अझ फेरि हाँस्नु न। दुनियाँको सबैभन्दा प्यारो हाँस्छ तपाईँको होला जस्तो लाग्यो मलाई त। कहिले जिन्दगीमा नसुनियामा नामहरू पनि है, ब्रान्डहरूको नाम पनि जिन्दगीमा सुनिया छैन, सुनिया त के देखा पनि छैन। कोसँग फोन गर्दा नि? को गर्लफ्रेन्ड होइन नि तपाईँको? हो साँच्ची हो? तपाईँ सधैँ यत्तिकै हाँस्नुहुन्छ यति भन्नु त? तपाईँको बिहे गर्नु भएको छैन? यत्रो यस्तो खुसी हुन्छ होइन। कतिवटा गर्लफ्रेन्ड छ तपाईँको भन्नु त? कतिवटा गर्लफ्रेन्ड छ त? कति हो कति? फेरि हाल होला युट्युबमा हेरिराख्नु न तपाईँ, हाल्दै होइन। र आजसम्म चाहिँ मैले के भन्छ भने ट्रेनमा ट्राभल गरेको थिएँ। 2-3 दिन कलेज आएँ, 3 दिन नै ट्रेनमा आएँ। आज चाहिँ बसमा जान्छु। बसमा चाहिँ पहिलो एक्सपिरियन्स हुँदा चाहिँ एक्लै कसरी जाने के गर्ने केही थाहा छैन होइन। हराउन पनि सक्छु किनकि 2टा बस चाहिँ चेन्ज गर्नुपर्ने छ। फेरि मलाई त्यो कति नम्बरको बस कहाँ आउँछ केही थाहा हुँदैन। जहाँ गयो त्यस्तै ब्लाइन्डली गयो। बाजी माऱ्यो भने माऱ्यो, नत्र त्यही हो। अब हेरौँ माथि कतिसम्म पुग्छ, अनि यदि भइसकेपछि म ट्याक्क तपाईँलाई भन्छु कहाँ पुग्छ भने। अहिले यो ठ्याक्क यो कलेज हो होइन। यो कलेजबाट चाहिँ हाम्रो एउटा क्लास मात्र थियो। कति घन्टाको थियो? 3 घन्टा है? 3 घन्टाको क्लास सकेर चाँडै छोड्यो होइन। कहाँ 3 घन्टाको क्लास चाँडै छोड्यो जस्तो लाग्छ। 9:30 हो। अनि त्यत्रो आधी घन्टा ब्रेकअप भनिरहेको छु। ब्रेक दिनुभएको खै। अब हेरौँ अब कति दिन्छ। अब काँध दुखिसक्यो यार। बसमा जाँदाखेरि के दुख्छ। मलाई बसमा चढाउनु है त अहिले तपाईँ। अब यहाँ बसलाई कुरिरहेछौँ तर मलाई त थाहा छैन, लिटरल्ली थाहा छैन कहाँ झर्ने हो, के गर्ने हो, कसो गर्ने भन्ने थाहा छैन। जस्ट वेट गरिरहेको छु। देखा जाएगा जे होगा होगा। हरायो भने नेपालमा त हराउँदैन नि होइन, हरायो भने लन्डनभित्र त हराउँछ। बसमा चढेर आएको थाहा छैन कसरी आयो, के सोधेर आयो, तर आइना चाहिँ आयो। सही ठाउँमा आयो जस्तो लागिरहेछ। जबसम्म स्टेसन पुग्दैन तबसम्म हेरौँ के हुन्छ। त्यतिसम्मको लागि चाहिँ कन्फ्युजनमा छु, सोचिरहेको छु हराइहाल्यो भने कता जाने भनेर। देखा जाएगा भनेर आएको छु आउन त। आजको इनरोलमेन्टको लागि गएको थिएँ, त्यो सबै काम भएर फर्किसकेँ। बिच बाटोमा भ्लग बनाउन पाइनँ किनकि अब सुरुको मान्छे हो, न ट्रेन कहाँबाट लाग्छ भन्ने थाहा छ, न बस कहाँबाट लाग्छ भन्ने थाहा छ। बस लागे पनि कसरी चेन्ज, कहाँ चेन्ज, के गर्नुपर्छ भन्ने थाहै छैन। आइडी कार्ड पनि बल्ल इनरोलमेन्ट गरेको 2 घन्टापछि आयो। बल्ल तल्ल दुःख यसो गरेर आयो।
अनि अब चाहिँ म रुम जान लागेको छु। अब यो रुम जाने बाटो चाहिँ अब यहीँनिर रुम आउँछ। यो चाहिँ बस्ने ठाउँ हो। अब यहाँनिर रुम आजको दिन कस्तो भनौँ, हेक्टिक जस्तो, ठिकठाकै जस्तो, बराबरै टाइपको भयो। अब लेट्स सी भोलि के हुन्छ हेरौँ।